के बोक्सीहरू पिपलको रुखमुनि मध्यरातमा नाच्छन्? धेरै वर्ष अगाडि एउटा गाउँमा एकजना बुढी महिला आफ्नो छोरी र ज्वाइँ सुनिलसँग सानो घरमा बस्थिन्। सुनिल दिनभरि खेतमा काम गरी सिधै बेलुका गलेर घर फर्किने गर्थ्यो। छोरी, सुनिललाई केही खानुलाई बनाइदे, खेतबाट फर्केर आयो। हुन्छ आमा, बनाइदिन्छु। एकपल्ट निकै रात परेकोले गर्दा गाउँमा तिलक नामको एकजना मान्छे बास बस्नु गाउँको घरतिर सोध्दै त्यही बुढी महिलाको घर आइपुग्यो। ढोका ढकढकाउँदै सोध्यो, घरमा को हुनुहुन्छ होला? यति राति को छ त्यहाँ भन्दै घरको बुढी महिलाले ढोका खोल्यो। हेर्नुस् न, म पल्लो गाउँ जाँदै थिएँ, तर रात परेकोले गर्दा आजको रात बस्नलाई बास खोज्दैछु। के आज हजुरकोमा बास पाइन्छ होला? त्यति सुन्ने बित्तिकै त्यो बुढी महिलाले झर्किँदै भन्यो, हुँदैन, घरमा कुनै गोटा खाली छैन। त्यति भनेर ढोका बन्द गर्ने लाग्दा तिलकले बिन्ती गर्न थाल्यो, होइन, त्यस्तो नभन्नुस् न, म निकै टाढोदेखि आएको हो, म जहाँ भए पनि सुत्छु। हुँदैन, खानु पनि केही छैन र अब हामी सुत्न लागेको, गइहाला। मेरो हजुरलाई बिन्ती छ, मलाई केही खानु चाहिँदैन, केवल आज बास बस्नु ठाउँ मात्र चाहिएको। निकै कुरा गरेपछि बुढी महिलाले ठिकै छ, यही पर्खा भन्दै भित्र गइन्। त्यो एउटा सानो घर थियो। तिलकले ढोकाबाट भित्र सुनिललाई बिस्तारामा ढल्किरहेको देख्यो र बुढी महिलाको छोरीले उसको शरीरमा तेल लगाइदिरहेको थियो। उसलाई लाग्यो सायद बुढी महिलाको छोरा बुहारी होला जसले आफ्नो बुढालाई तेल लगाइदिँदैछ। बुढी महिलाले अर्को रुमबाट एउटा गुन्द्री ल्याएर आइन् र तिलकलाई गुन्द्री दिएर सिकुवामा ओछ्याएर सुत्नु भन्दै ढोका लगाइन्। तिलक सिकुवामा ढल्केको मात्र के थियो, एकैछिनपछि ढोकाबाट आउँदै गरेको रोशनी बुझ्यो। ऊ निदाउनै लागेको थियो कि अचानक भित्रबाट बुढी महिलाको आवाज सुनि उसले आँखा खोल्यो। छोरी, ज्वाइँको सानो उङ्लीमा तेल नलगा है। त्यति सुनेपछि तिलक सोचमा डुब्यो। त्यो केटीले त त्यो युवकको शरीरमा तेल लगाउँदै थियो, तर पुरा शरीरमा तेल लगाउनु केवल कान्छे औँलालाई छोडेर। त्यस्तो चाहिँ किन होला? त्यस्तो सुनेर उसलाई केही अनौठो लाग्यो। त्यही भएर उसले राति नसुत्ने निर्णय गर्यो। करिब मध्यरात भइसकेको थियो। ढोकाबाट मधुरो रोशनी आउन थाल्यो। तिलकको आँखा त्यही रोशनीतिर गयो। ऊ उठेर त्यही ढोकाको दुलोबाट भित्र चियाउन थाल्यो। उसले भित्र लालटिनहरू जलेको देख्यो र बिस्तारामा त्यो युवक एक्लै सुतेको थियो। तिलकले सोच्दै नै थियो कि किन यति राति यो घरमा लालटिन जलाएको होला, कि अचानक आमा छोरी अर्को रुमबाट एउटा हतियारसँग युवकतिर बढिरहेको देख्यो। उनीहरूले बिस्तारामा निदाएको युवकको खुट्टाको सानो औँलामा सानो चिरा पार्यो। त्यसपछि बुढी महिलाले मन्त्र पढ्न थाल्यो। हेर्दा हेर्दै त्यही चिरा परेको औँलाबाट मुटु र कलेजो निस्कियो। तिलक डराएर हेर्दै थियो। मुटु र कलेजो निकालेर त्यहाँबाट सानो टुक्रा काटेर त्यसलाई लुकाइदियो र बाँकीको सबै छोरीलाई पकाएर ल्याउनु भनेर दियो। छोरी पनि रमाउँदै पकाउन थालिन्। पाकेपछि दुवैजनाले मिलेर खुसी हुँदै खाइन्। त्यो सबै देखेर तिलकले थाहा पायो कि आमा छोरी बोक्सी रहेछ भनेर। त्यसपछि दुवैजनाले आआफ्नो लुगा निकाल्नु थाल्यो। पुरै कपडा निकाली नाङ्गै भएर एउटा लालटिन लिएर ढोकातिर आउन थाल्यो।
लुकेर हेर्नेवाला तिलक डराउँदै चाँडो चाँडो गएर सिक्वा भएको गुन्द्रीमा ढल्केर सुत्नेको नाटक गर्न थाल्यो, जस्तो कि उसले केही देखेको थिएन। उसले दहिलो खोलेको सुन्यो। उसले लालटिनको मन्द रोशनी आँखानेरी महसुस गर्यो। र सुन्यो छोरीले आमालाई भनेको, गहिरो निन्द्रामा सुतेको छ, हिँड्नुस् जाम। आमा छोरीलाई जाँदै गरेको देखेर तिलक एकदमै चाँडो घरभित्र पसी लुकाएको मुटु र कलेजोको टुक्रा आफ्नो झोलामा राखी घर बाहिर गई दौडिन थाल्यो। बाटोमा उसले त्यही आमा छोरी देख्यो। उसले उनीहरूलाई पछ्याउनु थाल्यो। केही समयपछि उनीहरू खोलानेरी पुग्यो। त्यहाँ नजिकै दुईटा ठुल्ठुलो पिपलको बोट थियो। त्यही रुखमध्ये एउटा रुखमा तिलक लुक्नलाई चढ्यो। तिलकले लुकेर उनीहरूलाई खोलामा डुब्की लगाउँदै गरेको हेर्दै थियो कि अचानक दुवै आमा छोरीको रूप बदलिन थाल्यो। पुरै डरलाग्दो बोक्सी बनिसकेर उनीहरू पिपलको रुखको तल नाच्न थाल्यो। उनीहरूलाई नाचेको देखेर तिलक डराएको थियो, किनकि अगर उनीहरूले उसलाई लुकेको देख्यो भने उनीहरूले उसलाई जिउँदो छोड्ने थिएन। नाचिसकेपछि दुईटै बोक्सीहरूले एउटा एउटा पिपलको रुख जमिनबाट निकाल्न थाल्यो। त्यो देखेर तिलकले रुखलाई कसिएर समात्यो। बोक्सीहरूले एउटा एउटा पिपलको रुखसँग उड्न थाल्यो र उनीहरूसँगै तिलक पनि उड्यो। निकै लामो यात्रापछि उनीहरू सबै काशी पुगेर जमिनमा झरे र बोक्सीहरू नुहाउनु गङ्गामा गए। त्यही बेला तिलक पनि रुखबाट झरेर खोला नेरीको एउटा ढुङ्गा टिपी फेरि रुखमा चढी उनीहरूलाई हेर्न थाले। हेर्दा हेर्दै बोक्सीहरूको रूप बदलेर फेरि सामान्य महिलाको रूप बन्यो र गङ्गाबाट निस्केर एउटा एउटा रुखसँग उड्न थाल्यो। अझै एउटा लामो यात्रापछि सबैजना पहिलाकै गाउँको खोलानेरी आइपुग्यो। र उनीहरूले उडिरहेको रुखहरूलाई जमिनमा आफ्नो ठाउँतिर राख्न थाले। त्यही बेला तिलकले बिहानको भाले बासे झै आवाज निकाल्न थाल्यो। बोक्सीहरूलाई नि लाग्यो बिहान हुन लाग्यो र गाउँको मान्छेहरू उठ्ने बेला भो सोचेर हतारिँदै घरतिर दौडिन थाले। र रुखबाट झरेर तिलक पनि घरतिर जान थाल्यो। तिलक घर बाहिर बसेर बिहान हुनेको प्रतीक्षामा बस्यो। बिहान बोक्सीहरूले घरमा लुकाएको मुटु र कलेजो नभेटेपछि रुन लागिन्। मेरो बुढा! यति भन्दै त्यो छोरी बोक्सी रुन थालिन्। त्यो सुनेर बुढी बोक्सी पनि रुन थाले। गाउँलेहरू घर बाहिर जम्मा हुन थाले। मेरो बुढा मर्यो! त्यो बोक्सीले त्यति भन्दै रुन थाले। त्यतिमै गाउँलेहरू पुगेर सोध्न थाले कि यो सब कसरी भयो। थाहा छैन, राति त ज्वाइँ सन्चै थियो, तर बिहान ज्वाइँ मरेको थियो। त्यतिमा तिलकले त्यही भिडबाट भन्यो, मलाई थाहा छ उसलाई कसले मारेको। तिलकको कुरा सुनेर आमा छोरी रुनु छोड्यो र गाउँलेहरूले सोध्न थाल्यो कसले र कसरी मार्यो। तब तिलकले भन्यो, आमा छोरीले उसलाई मिलेर मारेको हो, किनकि यिनीहरू बोक्सी हो। बुढी महिला रिसाउँदै बोलिन्, यसले नै मारेको होला, किनकि राति बास बस्ने यही हो।
फेरि तिलकले राति के भएको थियो बताउन थाल्यो। गाउँलेहरूले सोध्यो, तिमीसँग के सबुत छ? त्यसपछि तिलकले आफ्नो झोलाबाट काँसीको ढुङ्गा निकालेर देखायो र भन्यो, राति जब यी दुवै बोक्सीहरू पिपलको रुखमा उडेर काँसी पुगेर गङ्गामा नुहाउँदै गर्दा त्यही बेला मैले त्यहाँबाट यो ढुङ्गा टिपेको थिएँ। त्यो ढुङ्गा केवल काशीमै मात्र भेटिन्थ्यो। यो कुरा सबै गाउँलेलाई थाहा थियो। तिलकले फेरि भन्यो कि जब यी बोक्सीहरूले रुखलाई आफ्ना ठाउँमा राख्दै गर्दा उसले भाले बासे झै गर्यो, जसले गर्दा बोक्सीहरूले पिपलको रुखलाई आत्तिएर बाङ्गै छोडेर भागेको थियो। गाउँलेहरूले त्यहाँ गएर हेर्दा उनीहरूले पिपलको रुख बाङ्गै भेट्यो। सधैँ सिधा देखिने रुखलाई बाङ्गिएको देख्दा सबैलाई विश्वास हो कि उनीहरू बोक्सी हो भनेर। फेरि गाउँलेहरूले मिलेर त्यो बोक्सीहरूलाई गाउँदेखि निकालिदियो। त्यसपछि सुनिलको ज्यानसँग के गर्ने भन्ने कुरा हुन थाल्यो। त्यही बेला तिलकले झोलाबाट मुटु र कलेजोको टुक्रा निकालेर केही मन्त्र पढी फेरि सुनिलको ज्यानमा त्यही चिराबाट पसाइदियो। तिलकले गाउँलेहरूलाई भन्यो कि ऊ एउटा धामी हो र केही पलमै मरेको सुनिल पनि जिउँदो भयो र तिलक पनि आफ्नो बाटो लाग्यो। धेरै मान्छेहरूले मान्ने गरेको छ कि बोक्सीहरू राति नुहाउनु खोला जाने गर्छ र कति बोक्सीहरू त पिपल या बरको रुख मुनि जम्मा भएर नाच्ने गर्छन्, यही कहानीमा जस्तै। तपाईलाई के लाग्छ कि बोक्सीहरू साँच्चैको हुन्छ त कि यो सबै कहानीतिर मात्रै हुन्छ? हामीलाई कमेन्ट, लाइक गरी भनिदिनुहोस्।